निष्कासन गर्न लागेका कम्पनीहरूको आइपिओ को बारेमा मात्र जानकारी दिएका छौं। जसमध्ये पहिलो कम्पनी रहेको छ सेन्चुरी इनर्जी लिमिटेड। यो कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले भने पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात केही शेयर कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सबै शेयर सर्वसाधारण लगानीकर्ताहरूमा अन्तिम चरणमा निष्कासन गर्नेछ। यस कम्पनीले भने 100 रुपियाँ अंकित मूल्यमा 175 रुपियाँ 11 पैसा प्रिमियम थप गरी 275 रुपियाँ 11 पैसा प्रतियोगिताको दरले आइपिओ निष्कासन गर्दैछ। जस अनुसार करिब 2751 रुपियाँ लगानी गरेर हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले भने करिब 8 करोड 25 लाख 33 हजार रुपियाँ बराबरको 3 लाख किता आइपिओ निष्कासन गर्दैछ। जसमा मात्र 30,000 जना लगानीकर्ताहरूले आइपिओ निष्कासन गर्नेछन्। यानी प्रिमियम आइपिओ निष्कासन गर्ने यो सबैभन्दा सानो कम्पनी रहेको छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा एनएमबीएस क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमै आइपिओ निष्कासन गर्न लागेको दोस्रो कम्पनी रहेको छ नुम्बुर हिमालयन हाइड्रो पावर लिमिटेड। यो पनि हाइड्रो पावर सेक्टरकै कम्पनी रहेको छ। यसर्थ यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात केही प्रतिशत शेयर कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर सबै शेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा 118 रुपियाँ प्रिमियम थप गरी 218 रुपियाँ प्रतियोगिताको दरले आइपिओ निष्कासन गर्दैछ। जसअनुसार यो कम्पनीको आइपिओमा करिब 2180 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले भने करिब 65 करोड 53 लाख 52 हजार 36 रुपियाँ बराबरको 30 लाख 6 हजार 202 किता आइपिओ निष्कासन गर्दैछ। जसमा 3 लाख भन्दा बढी लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन्। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको तेस्रो कम्पनी रहेको छ शिवम होल्डिङ्स लिमिटेड। यो कम्पनी भने इन्भेस्टमेन्ट सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात बाँकी रहेको शेयरमा केही प्रतिशत म्युचुअल फन्डलाई र केही प्रतिशत शेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएर सबै शेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। यस कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा 110 रुपियाँ प्रिमियम थप गरी 210 रुपियाँ प्रतियोगिताको दरले आइपिओ निष्कासन गर्दैछ। जसअनुसार करिब 2100 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले 2 अर्ब 43 करोड 60 लाख रुपियाँ बराबरको करिब 1 करोड 16 लाख किता आइपिओ निष्कासन गर्दैछ। जसमा भने 11 लाख 60 हजार जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन्। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको चौथो कम्पनी रहेको छ जगदम्बा स्टिल्स लिमिटेड। यो कम्पनी भने उत्पादन तथा प्रशोधन सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात बाँकी रहेको शेयरमा केही प्रतिशत शेयर कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर सबै शेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा 200 रुपियाँ प्रिमियम थप गरी करिब 300 रुपियाँ प्रतियोगिताको दरले आइपिओ निष्कासन गर्दैछ। यानी 3000 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले भने 6 अर्ब 2 करोड 10 लाख रुपियाँ बराबरको 300 रुपियाँ प्रतियोगिताको दरले 2 करोड 77 हजार किता आइपिओ निष्कासन गर्दैछ। जसमा 20 लाख 7 हजार जना भाग्यमानी लगानीकर्ताहरूले शेयर हाट पार्न सफल हुनेछन्। यानी अहिलेको समयमा आइपिओ भर्ने लगभग सबै जसो लगानीकर्ताहरूले शेयर हाट पार्न सफल हुनेछन्। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको पाँचौं कम्पनी रहेको छ सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात बाँकी रहेको शेयरमा केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर सबै शेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा 164 रुपियाँ 51 पैसा प्रिमियम थप गरी 264 रुपियाँ 51 पैसा प्रतियोगिताको दरले आइपिओ निष्कासन गर्दैछ। जसअनुसार करिब 2645 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले भने 4 अर्ब 22 करोड 72 लाख 66 हजार 565 रुपियाँ बराबरको 1 करोड 59 लाख 81 हजार 500 किता आइपिओ निष्कासन गर्दैछ। जसमा 15 लाख 98 हजार 150 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट
पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको 6औं कम्पनी रहेको छ मारुति सिमेन्ट कम्पनी लिमिटेड। यो कम्पनी पनि उत्पादन सेक्टरकै कम्पनी रहेको हुँदा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात बाँकी रहेको सेयरमा केही प्रतिशत म्युचुअल फन्डलाई र केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई छुट्याएर सबै सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 277 रुपियाँ प्रिमियम थप गरी 377 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। यानि 3777 रुपियाँ लगानी गरेर मात्र हामीले यो कम्पनीमा 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। कम्पनीले 4 अर्ब 37 करोड 32 लाख रुपियाँ बराबरको 1 करोड 16 लाख किता आइपिओ निष्कासन गर्दैछ। जस अनुसार 10 किताको दरले बाँडफाँड गर्दा 11,60,000 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन्। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको 7औं कम्पनी रहेको छ रिद्धि सिद्धि सिमेन्ट लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात कम्पनीका कर्मचारी तथा म्युचुअल फन्डलाई केही प्रतिशत सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 114 रुपियाँ 10 पैसा प्रिमियम थप गरी 214 रुपियाँ 10 पैसा प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। जस अनुसार करिब 2141 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। यसरी यस कम्पनीले 2 अर्ब 60 करोड 59,18,150 रुपियाँ बराबरको 1 करोड 21,71,500 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 12,17,150 जना लगानीकर्ताहरूले 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको 8औं कम्पनी रहेको छ अम्बे स्टिल्स लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात बाँकी रहेको सेयरमा केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर सबै सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले करिब 100 रुपियाँ अङ्कित मूल्यमा 203 रुपियाँ प्रिमियम थप गरी 303 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। यानि 3030 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। यसरी यस कम्पनीले 3 अर्ब 39 करोड 13,96,281 रुपियाँ बराबरको 1 करोड 11,92,727 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 11,19,272 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन्। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको 9औं कम्पनी रहेको छ हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी लिमिटेड यानि हेम्स हस्पिटल। यस कम्पनीले भने पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात केही प्रतिशत सेयर कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सबै सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 188 रुपियाँ प्रिमियम थप गरी 288 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। जस अनुसार 2880 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले भने करिब 32 करोड 40 लाख रुपियाँ बराबरको 11,25,000 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 1,12,500 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन्। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमै आइपिओ निष्कासन गर्न लागेको 10औं कम्पनी रहेको छ कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेड। यो कम्पनी भने हेलिकप्टर सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात बाँकी रहेको सेयरमा केही प्रतिशत म्युचुअल फन्डलाई र केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई छुट्याएर सबै सेयर सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 227 रुपियाँ प्रिमियम थप गरी 327 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। यानि 3,277 रुपियाँ लगानी गरेर मात्र हामीले यो कम्पनीमा 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। कम्पनीले भने 11 करोड 44,50,000 रुपियाँ बराबरको 3,50,000 किता आइपिओ निष्कासन गर्दैछ। यानि मात्र 35,000 जना लगानीकर्ताहरूले 10 किताको दरले यो कम्पनीको सेयर हाट पार्न सफल हुनेछन् भने कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रयोगमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न लागेको अन्तिम सबैभन्दा महँगो कम्पनी रहेको छ छायादेवी कम्प्लेक्स लिमिटेड। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई
आइपिओ निष्कासन गरी बाँडफाट गरे पश्चात बाँकी रहेको सेयरमा केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर सबै सेयर अन्तिम चरणमा सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्नेछ। कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 300 रुपियाँ प्रिमियम थप गरी 400 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ। यानि 4000 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता सेयर हात पार्न सफल हुनेछौँ। यस कम्पनीले भने 57 करोड 50 लाख रुपियाँ बराबरको 14,37,500 किता आइपिओ निष्कासन गर्दैछ। अर्थात् 1,43,750 जना भाग्यमानी लगानीकर्ताहरूले मात्र यो कम्पनीमा 10 किता सेयर हात पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नेकमा पर्व क्यापिटल लिमिटेड रहेको छ। यसरी एकदमै ठुला संख्यामा आइपिओ निष्कासन गर्न लागेका यी 11 प्रिमियम कम्पनीहरूको आइपिओ पनि अब केही समय पछाडि भने अनुमति पाउने देखिन्छ। अहिलेको समयमा 100 रुपियाँ अङ्कित मूल्य भएका कम्पनीहरूलाई मात्र अनुमति दिइरहेको हुँदा प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनीहरूले अनुमति पाउन केही थोरै लामो समय लाग्ने देखिन्छ। यसर्थ यी ठुला कम्पनीको आइपिओ भर्न हामीले अझै पनि केही समय कुर्नुपर्ने देखिन्छ। यसरी आइपिओ निष्कासन गर्न लागेका यी 11 कम्पनीहरू मध्ये तपाईहरु कुन कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ कृपया कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। यो सँगै आजको भिडियो यति नै। अब भेट्नेछौँ अर्को नयाँ भिडियोमा। अहिलेको समयमा नयाँ नयाँ कम्पनीहरूले आइपिओ निष्कासन गर्न अनुमति पाइरहेका छन् र नयाँ नयाँ कम्पनीहरूले आइपिओ निष्कासन पनि गरिरहेका छन्। यस्तै बेलामा अब फेरि पनि अर्को नयाँ कम्पनीले आइपिओ निष्कासन गर्नको लागि मिति सार्वजनिक गरेको छ। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेले पनि अब सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ निष्कासन गर्ने भएको छ, जुन एकदमै खुसीको खबर रहेको छ। भने पिपल्स पावर लिमिटेडले राइट सेयर निष्कासन गर्नको लागि बुकलोस मिति तय गरेको छ। यानि कहिलेसम्म लगानी गर्ने लगानीकर्ताहरूले यो कम्पनीको राइट सेयर किन्न पाउँछन् भन्ने मिति सार्वजनिक भएको छ। यसर्थ आजको भिडियोमा हामीले पिपल्स पावर कम्पनी लिमिटेडको सेयर कहिलेसम्म किन्दा हामीले यो कम्पनीको 50% राइट सेयर किन्न पाउँछौँ त, यो कम्पनीको राइटमा हामीले नाफा कमाउने सम्भावना कतिको रहला त, साथै नेपाल स्टक एक्सचेन्ज नेप्सेले कहिलेसम्म आइपिओ निष्कासन गर्ने भयो, कति निष्कासन गर्ने भयो त। यस्तै आइपिओ निष्कासन गर्न भर्खरै मात्र निष्कासन गर्ने मिति सार्वजनिक गरेको कम्पनी कुन हो, यो कम्पनीले कहिलेदेखि आइपिओ निष्कासन गर्दैछ, कति किता निष्कासन गर्दैछ र कसका लागि निष्कासन गर्दैछ त, यी सम्पूर्ण कुराको बारेमा हामीले एकमुष्ट रूपमा जानकारी दिनेछौँ। त्यसकारण यी 3 अपडेटको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरी लागौ विषयवस्तुतर्फ नै। सर्वप्रथम कुरा गरौँ पिपल्स पावर कम्पनी लिमिटेडले निष्कासन गर्ने 50% हक पर सेयर अर्थात् राइट सेयर सम्बन्धी सम्पूर्ण जानकारी। यस कम्पनीले आफ्ना कायम सेयर धनीहरूको लागि 1:0.50 को अनुपातमा अर्थात् 50% राइट सेयर निष्कासन गर्न लागेको छ, जसको लागि कम्पनीले असार 2 गते बुकलोस मिति तय गरेको छ। यसअनुसार असार 1 गतेसम्म दोस्रो बजारदेखि यो कम्पनीको सेयर किनेर कायम सेयर धनीहरूले यो कम्पनीको राइट सेयर भर्न पाउनेछन्। यो कम्पनीमा तपाईहरूले जति किता सेयर किनेर राख्नुहुन्छ या तपाईहरूसँग जति किता सेयर छ त्यति किता सेयरको 50% ले हुने सेयर 100 रुपियाँ अङ्कित मूल्यका दरले यानि आइपिओ को मूल्यमै किन्न पाउनुहुन्छ। अहिलेको समयमा करिब 500 रुपियाँ आसपास मार्केट प्राइस भएको यो कम्पनीको सेयर 100 रुपियाँमै किन्न पाउने यो नयाँ अवसर भने रहेको छ। यदि तपाईहरूसँग 10 किता छ भने तपाईहरूले 5 किता 100 रुपियाँका दरले किन्न पाउनुहुनेछ। तपाईहरूसँग 20 किता छ भने 10 किता, 100 किता छ भने 50 किता र तपाईहरूसँग 1000 किता सेयर छ वा तपाईहरूले असार 1 गतेसम्म किन्नुहुन्छ भने तपाईहरूले 50% ले हुने 500 किता सेयरसम्म 100 रुपियाँ प्रति किताको दरले किन्न सकिनेछ। यसरी यो कम्पनीले बुकलोस मिति तय गरेको छ। यो कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यका दरले करिब 31,63,000 किता हक पर सेयर यानि राइट सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ। सो अनुसार कम्पनीले 10:5 को अनुपातमा यानि 10 किता हुनेले 5 किता किन्ने गरी राइट सेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीको राइट सेयर निष्कासन गर्नको लागि अहिलेसम्म मिति सार्वजनिक भने भएको छैन। अब बुकलोस मिति तय भइसक्यो। बुकलोस सकिने बित्तिकै कम्पनीले राइट सेयर निष्कासन गर्नको लागि मिति सार्वजनिक पनि गर्नेछ र कम्पनीले राइट सेयर निष्कासन गर्नेछ। अहिलेको समयमा हामीले भिडियो बनाइरहँदासम्म पिपल्स पावर कम्पनी लिमिटेडको अन्तिम कारोबार करिब 477 रुपियाँ 77 पैसामा भइरहेको छ, यानि झन्डै 500 रुपियाँको आसपासमा यो कम्पनीको मार्केट प्राइस रहेको छ। यसरी 477 रुपियाँ मार्केट प्राइस भएको यस कम्पनीले 100 रुपियाँमै भर्न सकिने गरी राइट सेयर निष्कासन गर्दैछ। कम्पनीको 52 हप्ताको मार्केट प्राइस हेर्ने भने हाईमा 648 रुपियाँसम्म पुगेको छ र लो प्राइस भने 428 रुपियाँसम्म मात्र झरेको छ। यानि अहिलेको समयमा कम्पनीको मार्केट प्राइस लो प्राइसको आसपासमै रहेको छ। यानि यो कम्पनीको मार्केट प्राइसमा त्यति धेरै फ्लक्चुएसन भने आएको छैन। यसर्थ हामीले यो कम्पनीको राइट सेयर किन्दा नाफा भने थोरै भए पनि कमाउने सम्भावना रहनेछ। नर्मली 1000 रुपियाँ लगानी गरेर 10
किता सेयर हात पार्न सफल हुनुभयो भने तपाईहरुले 1500 रुपैयाँदेखि 2500 रुपैयाँसम्मको नाफा चाहिँ 10 कितामा कमाउने सम्भावना रहनेछ। कम्पनीको वित्तीय अवस्था हेर्ने भने अर्निङ पर शेयर इपिएस अर्थात् प्रति शेयर आम्दानी ₹1.64 रहेको छ, जुन हाइड्रो पावर कम्पनीहरुमा ठिकठाक नै मानिन्छ। कम्पनीको बुक भ्यालु 98.02 रुपैयाँ रहेको छ, यो पनि ठिकठाक नै रहेको छ, त्यस्तो खराब पनि छैन। तर कम्पनीको पी रेशियो भने 291.28 गुणा रहेको छ, यो भने एकदमै कमजोर अवस्थामा रहेको छ। र कम्पनीको प्राइस टु बुक भ्यालु रेशियो भने 4.87 गुणा रहेको छ, यो ठिकठाक नै रहेको छ। यसरी कामचलाउ वित्तीय अवस्था भएको यस कम्पनीले भर्खरै मात्र राइट शेयर निष्कासन गर्नको लागि बुक क्लोज मिति तय गरेको छ। यस्तै अब कुरा गरौँ नेप्सेले निष्कासन गर्न लागेको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी। नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचनाको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड 7 ले नेप्सेको पुनर्संरचनाका लागि सर्वसाधारण लगानीकर्ताहरूलाई आइपिओ जारी गर्ने लगायतका प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। यो निर्देशन सहितको पत्र धितोपत्र बोर्डले नेप्सेमा पठाएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका सदस्य चिन्तामणि शिवाकोटी नेतृत्व पुँजी बजार सुधार सुझाव समितिले दिएका सुझावका आधारमा नेप्सेको पुनर्संरचना प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डले निर्देशन दिएको छ। धितोपत्र बोर्ड स्रोतका अनुसार अर्थ मन्त्रालयले नै शिवाकोटी नेतृत्वको समितिले दिएको सुझावका आधारमा नेप्सेको पुनर्संरचना कार्य अगाडि बढाउन निर्देशन आएपछि नेप्सेलाई सोही बमोजिम पत्र पठाइएको छ। सर्वसाधारण लगानीकर्ताहरूलाई आइपिओ निष्कासन गर्ने कार्य सहितको कार्ययोजना बनाउन पनि भनेको छ। केही वर्ष अगाडि नेप्सेले पनि नेप्सेको संरचनाका लागि एउटा कार्ययोजना प्रतिवेदन बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो। त्यो प्रतिवेदन हाल मन्त्रालयमै थन्किएको छ। तर अहिले भने मन्त्रालयले नै नेप्सेको पुनर्संरचनाको चासो लिएको देखिन्छ। नेप्सेले तयार पारेको कार्ययोजनामा सरकारको नेप्सेमा रहेको हिस्सा हटाएर 30% सर्वसाधारण लगानीकर्ताहरूलाई आइपिओ ल्याउने प्रस्ताव गरिएको थियो। हाल नेप्सेमा सरकारको हिस्सा 58.66% रहेको छ। सोही हिस्सालाई घटाएर 30% शेयर भने अब सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्ने भएको छ। नेप्सेको यस अघिको प्रतिवेदनमा विदेशी रणनीतिक साझेदार भित्राउने तथा सार्वजनिक संस्थान बैंक बीमा लगायत पनि शेयर दिने प्रस्ताव गरिएको थियो। हाल नेप्सेमा नेपाल राष्ट्र बैंकको 9.5%, कर्मचारी सञ्चय कोषको 10%, राष्ट्रिय वाणिज्य बैंकको 11.23%, लक्ष्मी सनराइज बैंकको 5%, प्रभु बैंकको 5% र अन्यको 0.60% हिस्सा रहेको छ। नेप्सेको हालको चुक्ता पुँजी करिब 1 अर्ब रुपैयाँ रहेको छ। चुक्ता पुँजी 3 अर्ब पुर्याउन नेप्सेले अब आइपिओ जारी गर्ने र विदेशी रणनीतिक साझेदार भित्राउने लगायतका प्रक्रिया अगाडि बढाउनेछ। अर्थात् अहिलेको संरचना अनुसार नेप्सेले करिब 30 करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा ल्याउने देखिन्छ। नेप्सेका प्रवक्ता मुरारी प्राजुलीले धितोपत्र बोर्डबाट नेप्सेको पुनर्संरचनाका लागि शिवाकोटीको प्रतिवेदनमा दिएको सुझाव कार्यान्वयन गर्न पत्र आएको पनि बताएका छन्। अब सोही बमोजिम नेप्सेले प्रक्रिया अगाडि बढाउने उनको भनाइरहेको छ। यानी अब चाँडै नै नेप्सेले सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ निष्कासन गर्ने प्रक्रियालाई पनि अगाडि बढाउने देखिन्छ। यसरी नेप्सेको नै आइपिओ आउन लाग्दा तपाईहरु खुसी हुनुहुन्छ या हुनुहुँदैन, यसको बारेमा आफ्नो राय के छ त्यो कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। अब भने कुरा गरौँ आइपिओ निष्कासन गर्नको लागि मिति सार्वजनिक गरेको नयाँ कम्पनी हिमस्टार ऊर्जा कम्पनीको आइपिओ मिति सम्बन्धी सम्पूर्ण जानकारी। यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आउने जेठ 30 गतेदेखि आइपिओ निष्कासन गर्न मिति सार्वजनिक गरेको छ। यानी आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक लगानीकर्ताहरूले जेठ 30 गते नै यो कम्पनीको आइपिओ भर्न पाउनुहुनेछ। कम्पनीले आफ्नो जारी पुँजी 37 करोड 30 लाख रुपैयाँको 30% अर्थात् 11 करोड 19 लाख रुपैयाँ बराबरको 100 रुपैयाँ अङ्कित मूल्यका दरले 11,19,000 किता आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको थियो, जसमध्ये 1 करोड 86 लाख 50,000 रुपैयाँ बराबरको प्रति शेयर 100 रुपैयाँ अङ्कित मूल्यका दरले 1,86,500 किता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दैछ, जसमा 18,650 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले शेयर हात पार्न सफल हुनेछन्। यानी यो कम्पनीको आइपिओमा आयोजना प्रभावित तर्फ पनि तपाईहरुले 10-20 किता भन्दा बढी भर्दा पर्ने सम्भावना नरहला। सो शेयर खरिद गर्नका लागि ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नम्बर 8 साबिक भुसिङ्गा गाउँपालिकाका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 2 साबिकको गोली गाविस वडा
नम्बर 1, 2, 3, 4 र 5 का स्थानीय बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन्। साथै सर्वसाधारण लगानीकर्ताहरूको लागि छुट्याएको सेयरको 10%ले हुनाउने करिब 93,25,000 रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 93,250 किता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई निष्कासन गर्दैछ, जसमा 9,325 जना भाग्यमानी लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन्। यसरी वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूले पनि 10 किता भन्दा बढी पाउने सम्भावना छैन। यसर्थ 10 किता मात्र भर्नुहोला। यद्यपि यस कम्पनीको आइपिओमा कम्तीमा 10 कितादेखि बढीमा 10,000 कितासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था भने गरेको छ। तर तपाईँहरूले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू हुनुहुन्छ भने 20-30 कितासम्म भर्नुहोला। तर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरू हुनुहुन्छ भने 10 किता मात्र भर्नुहोला। त्यो भन्दा बढी पाउने सम्भावना छैन। यस कम्पनीको आइपिओ निष्कासन भण्ड छिटोमा असार 13 गते हुनेछ भने ढिलोमा असार 29 गते हुनेछ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि। तर वैदेशिक तर्फका लगानीकर्ताहरूले भने यो कम्पनीको आइपिओ असार 13 गतेसम्म मात्र आवेदन दिन सक्नेछ। यसरी हिमस्टार ऊर्जा कम्पनीले आइपिओ निष्कासन गर्नको लागि आइपिओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ। यो सँगै